ओम श्री गणेशाय नमः। नमस्कार। सौर्य ज्योतिष सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। उपस्थित भइसकेको छु तपाईहरुकै ज्योतिष सारथी युवा ज्योतिष म सूर्य कोइकेल र यस पटकको भिडियोमा विक्रम सम्वत 2083 साल जेठ 17 गतेदेखि 23 गतेसम्मको लागि साप्ताहिक राशिफल तपाईहरुको के कसो रहनेछ भन्ने बारेमा भिडियो लिएर आएको छु। तर ढिलो नगरिकन भिडियोलाई सुरु गर्नुभन्दा पहिला तपाईलाई मेरो एउटा जानकारी अथवा अनुरोध छ। यो च्यानलमा तपाई पहिलो पटक आइपुग्नु भएको छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सिनु होला। यो भिडियोलाई लाइक र कमेन्ट पनि गर्न नबिर्सिनु होला। तपाई कहाँबाट हेर्दै हुनुहुन्छ त्यो कुराको पनि जानकारी गराउनु होला र यदि तपाईको कुनै ज्योतिषीय जिज्ञासाहरू छन्, तपाईको लागि समाधान खोजिरहनु भएको छ भनेदेखि तपाईले भिडियोकै कमेन्टमा पनि आफ्नो जानकारीहरू छोड्न सक्नुहुनेछ। म सम्भव भएसम्म ती तपाईका जिज्ञासाहरूलाई सम्बोधन गर्ने नै छु भन्ने कुराको जानकारी गराउँदै लागौँ मेष राशितर्फ। मेष राशिका लागि वित्त लाभ, सुख, मानार्थ सिद्धि, उत्तरार्धमा स्वास्थ्यको समस्या भन्ने देखिएको छ। वृष राशिका लागि दाम्पत्य सुख, आर्थिक लाभ, सन्तान सुख, तर कार्यमा बाधा रहेको छ। मिथुन राशिका लागि चटपटकको भय देखिन्छ। मंगलबारबाट व्यापार र आर्थिक स्थिति राम्रो भएर जानेछ र यसै हप्ता बुध ग्रह स्वगृही पनि भएका छन्। त्यसो भएको कारणले गर्दाखेरि मिथुन राशिका लागि समग्रमा यो हप्ता मात्र हैन, यो महिना नै एकदमै सकारात्मक देखिन्छ, किनभने तपाईको राशि स्वामी तपाईको आफ्नै राशिमा गोचर गर्न आइपुगेका छन्। कर्कट राशिका लागि हेरौँ मान सम्मान मिल्नेछ, गुप्त रोग बल्झिला कि भन्ने समस्या चाहिँ तपाईले देखिन्छ, तर साझेदारीमा गरिएको कामबाट राम्रो हुनेछ। बृहस्पति यो राशिमा उच्चको भएर गोचर गर्न आइपुगेका छन्, त्यो पनि आफ्नै नक्षत्र पुनर्वसु नक्षत्रमा। त्यसो भएका कारणले गर्दाखेरि कर्कट राशिका राशि स्वामी चन्द्रमा र बृहस्पति ग्रहको अत्यन्तै राम्रो मित्रता हुन्छ। यसले गर्दाखेरि पनि तपाईको समग्र यो वर्ष फलै राम्रो भएर जाने देखिन्छ। सिंह राशिको लागि कर्मसिद्धि, राजभय, गोपनीयतामा तपाईले ध्यान दिनुपर्ने चाहिँ एकदमै बेला रहेको छ यो हप्ता। कन्या राशिका लागि विविध लाभ मिल्ने अवस्था रहेको देखिन्छ र गरिरहेको कामबाट तपाईलाई फाइदा हुनेछ, तर तपाई कुनै दण्ड जरिवानामा पनि पर्नु होला कि भन्ने संकेत चाहिँ गरेको छ। तर यसै हप्ता बुध ग्रह स्वगृही भएको छ। कन्या राशिका लागि बुध ग्रह भनेको राशि स्वामी हो। त्यसो भएका कारणले गर्दाखेरि तपाईको यो केही दिन एउटा दुईवटा दिन नराम्रो देखिए तापनि समग्र भनेको तपाईको यो महिनाभरिमै बुध ग्रहले सकारात्मक चाहिँ अवस्था सृजना गरेको देखिन्छ। तुला राशिको कुरा गरौँ, स्वास्थ्यमा समस्या देखिएको छ, खर्च वृद्धि पनि हुन सक्ने संकेत गरेको छ। आम्दानीका स्रोतहरू भने घट्नै छैनन्, राम्रै भएर जानेछन्। तपाईलाई यस हप्तामा चाहिँ जागिरमा पदोन्नतिको योग पनि रहेको छ। कुरा गरौँ वृश्चिक राशिको। यस हप्ता मिष्ठान्न भोजन प्राप्ति हुनेवाला छ। मंगलबार र बुधबार स्वास्थ्यमा केही समस्या देखिन्छ र खर्च वृद्धि पनि होला, तर उपरान्त तपाईका दिनहरू सुखद रहनेछन्। धनु राशिका लागि आइतबार र सोमबार तपाईको अलिकति सञ्चित धन खर्च होला कि भन्ने खालको स्थिति देखिन्छ। मंगलबारबाट श्री प्राप्ति, साथैको उत्तरार्धमा अनावश्यक वाद विवादबाट तपाईँ टाढै रहनु तपाईको लागि श्रेयस्कर हुनेछ। अब बृहस्पति उच्च हुँदैछन् यसै समयमा, यसै बिचमा, अनि पुनर्वसु नक्षत्रमा छन्। पुनर्वसु बृहस्पतिको आफ्नै नक्षत्र पनि हो र धनु राशिको राशि स्वामी बृहस्पति ग्रह नै भएको कारणले गर्दाखेरि तपाईको यो हप्ता मात्र हैन, धनु राशिको समग्र सकारात्मक प्रभाव धनु राशिलाई बृहस्पति ग्रहको पर्नेछ र यसले तपाईलाई वर्षभरि नै एकदमै राम्रो फल दिने संकेत गरेको छ। कुरा गरौँ मकर राशिको। धन प्राप्ति, तपाईलाई सुख बढ्ने, मनमा शान्ति हुने, मुहारमा कान्ति छाउने समय आएको छ। मंगलबार र बुधबार भने तपाईले अलिकति खर्चमा मिते बेका अप्नाउनु पर्नेछ। कुम्भ राशिको लागि मानार्थ सिद्धि हुनेछ, धन प्राप्ति हुनेछ, सुख बढेर जाने देखिन्छ। तपाईको बोलीको प्रभावले महत्त्वपूर्ण कामहरू पनि बन्नेछन्। मीन राशिका लागि सन्तान सुख रहेको छ, मातृ स्वास्थ्यमा बाधा होला कि भन्ने चाहिँ संकेत गर्दछ। स्थिर सम्पत्तिमा केही विवाद होला, तर तपाईका लागि बृहस्पति उच्च हुँदैछन् पुनर्वसु नक्षत्रमा। मीन राशिको पनि राशि स्वामी बृहस्पति ग्रह हो। आफ्नै राशि स्वामी उच्च हुँदै त्यही पनि आफ्नै नक्षत्र पुनर्वसुमा आइपुग्नु भनेको तपाईका लागि समग्र वर्षको लागि पनि यो एकदमै सकारात्मक लक्षण लिएर आएको छ। त यो थियो 12 राशिहरूको समग्र यस हप्ताको राशिफल आइतबारदेखि शनिबारसम्म अथवा जेठ 17 गतेदेखि 23 गतेसम्म। यदि तपाईले सौर्य ज्योतिष सेवाको युट्युब च्यानललाई लाइक र सब्स्क्राइब गर्न बाँकी छ भने कृपया यो भिडियोलाई लाइक गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला, ताकि तपाईलाई आउँदा दिनहरूमा पनि यस्तै जानकारीमूलक भिडियोहरू तपाईका लागि नोटिफिकेसनमा आउन सकुन् भन्ने कुरा तपाईलाई भन्दै अहिलेका लागि भने म बिदा चाहन्छु। हवस् त।